हेलो एभ्रिवान, स्वागत छ हजुरलाई मेरो अर्को युट्युब ब्लगमा। आज चाहिँ हामी छाती जाँदैछौँ म र मामा। यसकै ब्लग बनाउनु लागेको के हुन्छ म देखाउँदै गर्छु। म चाहिँ यहाँबाट निस्किन लागेको मामा घरतिर जानु हुँदै। अब यहाँ स्कुटी निकाल्नु लाग्दैछु। यहाँ छ स्कुटी निकालेर मामा घरसम्म जान्छु। त्यहाँबाट चाहिँ मामाले चलाउनुहुन्छ। 4 महिनापछि स्कुटर झिक्दैछु मैले। कताबाट हो यताबाट भट्टीबाट पनि निकाल्दैछु। कच्चा स्कुटी मेरो भाले पनि लिएर जाने हो आज। स्कुटर लान लागेको। त्यसपछि यहाँ मैले मामालाई भेटेँ अनि मामा र म उतै मन्दिर छाप्दी मन्दिरतर्फ जाँदैछौँ। मन्दिर जाँदैछु। यहाँ यो सब सामान छ, यहाँ धारै छ। यहाँ मन्दिर पनि आइसक्यो, छाप्दी बाबाको मन्दिर। मैले चाहिँ पहिले यहाँबाट जान्छु, अहिले चाहिँ यहाँबाट जान्छु। कस्तो राम्रो छ। तपाईँहरू पनि भिडियोबाट दर्शन गर्नुहोला छाप्दी बाराई मन्दिरको। यहाँको चाहिँ विशेषता भनेको यही माछा हो। यति राम्रो, यति धेरै थियो। यो चाहिँ खोलाले बाढी आउँदा पनि बगाएर ल्याए पनि फेरि अर्को दिन चाहिँ त्यसरी नै माछा आउँछ अरे भनी सुनेको छौँ। यति धेरै लाइन थियो, 1.5 घन्टा त लाइनमै बसेँ होला। हेर्नुहोस्, यो चाहिँ मेन छाप्दीको मन्दिर हो, मूल मन्दिर। त्यसपछि यहाँ चाहिँ झरना छ यता कुनापट्टि। लाइन बस्दा बस्दा आइपुग्ने लाग्यो अब चाहिँ। यहाँ माछाहरू हेर्नु न गाइसहरू, यति राम्रो, यति धेरै। हेर्दा पनि रमाइलो लाग्ने। यो चाहिँ विशेषता नै यही माछा हो यो मन्दिरको चाहिँ। मैले यहाँ भिडियो बनाएँ आफ्नो। त्यसपछि पूजा गरेर पनि सकियो। बाहिर आएर मैले टिका लगाएँ पुजारी बाजेसँग। यो चाहिँ यहाँ भित्रपट्टिको माछा हो। यो चाहिँ एकदम राम्रो छ। यहाँ बोका पनि काटेर फालेको छ।